बिपिन प्रति इजरायलले देखाएको सम्मान तारिफ योग्य। घरमै पुगेर आमा बुवा बहिनी पुष्पा र आफन्तसँग मागे माफी। हामीले बिपिन जोशी गुमायौं, तर इजरायलले उनीप्रति देखाएको सम्मान तारिफ योग्य छ। इजरायली राजदूत स्मोलिक एरिक बास र नेपाल इजरायल सम्बन्धका सल्लाहकार नदाब इजरायली प्रतिनिधिहरू सबसँगै बिपिनको घर पुगेर उनका आमा बुवा बहिनी पुष्पा र आफन्तहरूसँग माफी मागे। राज्यको उपस्थिति यस्तो हुनुपर्छ, हामी छौं भन्ने महसुस गराए। उनीहरूको उपस्थिति र बिपिनप्रति देखाएको सम्मानले यति बेला सारा नेपालीहरूले प्रशंसा गरिरहेका छन् र भनिरहेका छन् इजरायलले बिपिनलाई जिउँदै फर्काउने लाखौं कोसिस गरिरहँदा असफल भए पनि इजरायलले कर्तव्य पूरा गर्यो। इजरायलले आफ्नो नागरिक सरह बिपिनको परिवारलाई गरेको यो मानवीय व्यवहारबाट इजरायलमा काम गर्ने लाखौं विदेशी कामदारको सुरक्षासँग यो देश कटिबद्ध छ भनेर बुझ्न सकिन्छ। बिपिनको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिपिनको शव सोमबार घर पुर्याइएको थियो। बिपिनको पार्थिव शरीर घर पुग्ने बित्तिकै परिवारका सदस्य, आफन्त र छिमेकीहरूबीच शोकाकुल माहौल सिर्जना भएको थियो। लामो प्रतीक्षापछि घरमा बिपिनको शव पुग्ने खबर सुनेका कयौं छिमेकीहरू विगत केही दिनदेखि नै शोकमा थिए। सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि जोशीको शव आउने जानकारी पाएपछि छिमेकीहरूले दीपावली नमनाई मौन श्रद्धाञ्जली अर्पण गरेका थिए। हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले बिपिन जोशीलाई अम्च्योर्ड र्यापरको रूपमा चिनाएको थियो। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले बिपिनलाई र्यापर गायन सिक्दै गरेका युवाको रूपमा उल्लेख गरेको थियो। सोमबार बिपिनको शव नेपाल ल्याइएर मंगलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। उनको शवसँगै उनका लुगा, कापी किताब र अन्य प्रयोग गर्ने सामग्री पनि ल्याइएको थियो। त्यहाँ उनको नीलो रङको गिटार पनि थियो। महाकाली नदी किनारमा छोडिएका उनका डायरीमा दैनिकी पनि लेखिएको छ, जहाँ उनी बिहान 5 बजे नै उठ्ने, गिटार र संगीत सिक्ने लगायतका कुरा पनि उल्लेख छ। यी सबै तथ्य हेर्दा संगीतमा बिपिनको रुचि देख्न सकिन्छ। ती सबै सामानलाई महाकाली नदीमा बगाइएको छ। मंगलबार बिहान महाकाली नदी किनारको भुजेला घाटमा बिपिनको अन्त्येष्टि गरिएको छ।